साथीहरू सुन्नुहोस् न, आज चाहिँ अलिकति ठुलो स्वरमा नभएर सानो स्वरमा बोल्छु क्या। सुदन गुरुङ त मेरो कोही पनि होइन, आफन्त पनि होइन, तर देख्दाखेरि चाहिँ एउटा मान्छे के को लागि भन्ने कुरा चाहिँ अब सबैले देखे बुझे र होइन। सुदन गुरुङले कहाँबाट त्यत्रो 25 लाखको सेयर भन्ने हुन्छ होइन। हामी पनि इजरा लाउँदा 4 लाखमा आएको, अहिले 20, 22, 30 लाख पुगिसक्यो। अब त्यो कहाँबाट भन्ने हुँदैन, अब हामीले तिर्नै पर्ने हुन्छ। र अब हामी विदेशमा छौँ होइन, 50% त हाम्रो सेलरी हुन्छ नि, 50% हामीले एक्स्ट्रा काम गरेर इमान्दारको पैसा कमाएको हुन्छ होइन। इमान्दारको हुन्छ, किनकि यहाँ काम गर्ने, एक्स्ट्रा काम गर्ने। अब म मेरै फ्यामिलीमा मेरो राम्रो सेलरी छ र पनि छोरा छोरी बहिनी 4 ठाउँ, हप्तामा 4 ठाउँ काम गर्न जान्छु, घन्टाको 60ले गर्छु। एउटा ठुलो छोरीकोमा बढी अब भनौँ न 10 घन्टासम्म 12 घन्टासम्म हुन्छ र एकपल्टमा 5, 6, 700 सेकेल त ठुलो छोरीकोबाट लिन्छु भने बहिनीकोबाट 300 सेकेल, छोरीकोबाट 400 सेकेल। हप्तामा मेरो एक्स्ट्रा पैसा मजाले हुन्छ। त्यसको सोच छैन मसँग, त्यसको स्रोत देखाउन सक्दिनँ, किनकि एक्स्ट्रा काम हो नि त त्यो त भनेको हाम्रो उसमा गएको हुँदैन। त्यहाँ पछाडि ब्याजमा लगाइन्छ पैसा। अब म त यता व्यापारहरू गर्छु, बिजनेस गर्छु होइन। जस्तै भए पनि थोरै मात्रामा पनि फाइदा हुन्छ, त्यो फाइदा गर्छु, जोड्छु र 100 बराबर सेलरी र एक्स्ट्रा पैसा बराबरी नै जान पुग्छ होइन। र म 50% त म अहिलेदेखि होइन, म जहिले आएँ तहिलेदेखिको मेरो बानी नै यस्तो छ होइन। मैले आफ्नो पैसा सेलरीबाट कहिले कटाउँदिनँ, कहिले मास्दिनँ, चाहे त्यहाँ जस्तो सुकै दिन आओस् होइन। र भोलि गएर अब मैले नदेखाउनु पर्यो, अहिले मैले सुदनको सपोर्ट गरिनँ भने मेरो इमान्दार कमाइ हो, तर पनि मसँग स्रोत छैन भनिसकेपछि अनि आफै भन्नु न कस्तो हालत हुन्छ होला। अब अहिले मैले कोहीबाट $10 ब्याजमा पैसा लिएँ, विश्वास गर्छ दिन्छ, अर्कोलाई दिन्छु $5 फाइदा खाएर, त्यहाँ पनि फाइदै भयो। अब कति $1000 लिन्छु, त्यो अनुसारले मलाई फाइदा हुन्छ पैसा होइन। अब त्यसको स्रोत त छैन नि। अब त्यो भनेको एउटा इलिगल काम होला सायद होइन, तर पनि एकअर्कालाई आवश्यक हुने यो उहिलेदेखिको नियम हो र भविष्यमै सकिँदैन। ब्याङ्कले पनि त लोन दिन्छ भने हामी भनेको त्यही बराबर हो होइन। अब अहिलेसम्म विश्वासको पात्र पनि नपुगिरहेको छ। अब हामी विदेशमा छौँ, एक्स्ट्रा पैसाको लागि हामी जे बसिए पनि रहेको छ, एक्स्ट्रा पैसाको लागि हामी हर काम गर्छौँ, इमान्दारको काम गर्छौँ, कसैलाई लडाएको हुँदैनौँ। तर भोलि नेपालमा गएर यसको प्रुफ देखाउन सकिँदैन। त्यही भएर बोल्नुभन्दा अगाडि धेरै मान्छेहरूले सोचेर बोल्नु होला, किनकि हामीले पैसा कमाएको छौँ, सबैले इमान्दारको पैसा कमाएको छौँ। यहाँ गलत गरेर कसैले कमाउनु सक्दैन पनि, गर्दैन पनि होइन। तर पनि मुख खोल्नुभन्दा अगाडि मैले पैसा कसरी पठाएको छु, मैले जग्गा किन्दाबाट कहाँबाट लिएको छु, तपाईँकै पैसा होला, मेरै पैसा होला, तर कति पैसा बाटोमा हिँड्दा चिप्लेर छट्ट ब्याङ्कमा पसेको छ, त्यो कुरा पनि याद राख्नु होला। म मात्रै छुइनँ, तपाईँहरू मैले धेरै 80% त ब्याङ्कबाटै कारोबार गरेको छु, यहीँको ब्याङ्कबाट डाइरेक्ट, र धेरै हुनुहुन्छ र सोचेर बोल्नु होला। सुदनलाई अम्ल ठड्नु भनेको हामीले सिक्नु हो, किनकि सुदनले पनि त्यही गरेर 1 लाख 2 लाख गरेर गरेको थियो होला होइन। मान्छेले हामीलाई अम्ला ठड्याउनु, भोलि हामीलाई पनि त कहाँ गएर हर कुरा प्रश्न त आउँछ नि। थोरै पैसा भएर के गर्नु खोज्दा फेरि त अम्ला त हिँडेन, म भिडियो बनाउँदैछु, हिँडेन।